हजुरहरूकोतिर पनि यस्तै हुन्छ कि साथीहरू? यो हाम्रो घरतिर मात्रै हो क्या? हाम्रो मम्मीलाई चाहिँ हामीले बाहिरै गएर नास्ता खायौँ भनेर टेन्सन हुन्छ क्या। आज मम्मीले चाहिँ होइन, तिमीहरू आज जहिले बाहिरको नास्ता खान्छौ, आज म बाहिरको भन्दा झन् मिठो घरमै नास्ता बनाइदिन्छु तिमीहरूलाई, कस्तो लाग्छ हेर भन्दै हुनुहुन्थ्यो क्या आज मम्मीले चाहिँ। अनि त्यस पछाडि मम्मी चाहिँ लाग्नुभयो काममा, नास्ता बनाउँदै हुनुहुन्थ्यो। अब अरू सामान सब ठिक्क पारिराख्नु भएको रहेछ होइन। आज चाहिँ हाम्रो मम्मीले चिकन फ्राइड राइस गराउँदै हुनुहुन्थ्यो घरमै चाहिँ। अब म चाहिँ त्यहीँनिर बसेर भिडियो बनाइदिँदै थिएँ। अनि देख्दाखेरि चाहिँ पहिल्यै मिठो मिठो भइरहेको थियो है साथीहरू। अब के हुन्छ खै हेरौँ, बाहिरको जस्तो बन्छ कि बन्दैन हजुरको भन्दै हामी जिस्काइरहेको थियौँ कि मम्मीलाई चाहिँ। अनि यता चाहिँ मम्मीले फुड कलर हालेर बाहिरको जस्तै बनाउने टेस्ट गराउने कोसिस गरिरहनु भएको थियो। अनि त्यसपछि ल तैँले चाख्न त नि भन्दै हुनुहुन्थ्यो मलाई। मैले चाखेको साथीहरू एकदम मिठो भएको थियो। मैले चाहिँ अब होटेलको फ्राइड राइस छोडेर घरकै फ्राइड राइस खाने निर्णय गरेँ है साथीहरू। हजुरहरूलाई अब पनि घरमै ट्राई गरेर खान सक्नुहुन्छ। बाई बाई।